सर्वप्रथम त यो हेर्न आउनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। जो दर्शकबिन हुनुहुन्छ या साथीभाइहरू हुनुहुन्छ, यो यसो हेर्दाखेरि किन यो बाटाको फोटो खिच्यो होला भनेर देख्नुभयो होला। तर हामीले हिजो एउटा सूचना पाएका थियौँ, एउटा घरमा बिजुली छैन, त्यो बिजुली जोड्ने काम गरिदिनु पर्यो भनेर हाम्रो शालिग्राम सरले हामीलाई सूचना दिनुभएको थियो र हामी के रहेछ भनेर हामी बुझ्नको लागि जाँदै थियौँ। हामी दुईजना भएर म अनि किरण दाजु भएर त्यहाँ हामी के रहेछ त अवस्था, के हो, बिजुली किन नभएको, अहिलेसम्म पनि बिजुली नभएको भन्दा हामी पनि अचम्मित भयौँ, हजुरहरू पनि अचम्मित हुनुभयो होला। तर त्यहाँ यस्तो अवस्था रहेछ कि गइसकेपछि मात्रै थाहा भयो। पहिलो हेडिङ देख्दा नै थाहा भयो होला हजुरलाई के अवस्था, के को लागि हो यो भिडियो भन्ने कुरा। तर यो सबै कुराहरू पछि हेर्दै जाँदा थाहा पाउनुहुन्छ। हामी लगभग मेन बाटो छोडेर हामी साइड बाटो त्यो घरमा जाँदैछौँ हेर्नको लागि। हामी त्यो साँघुरो बाटो रहेछ, त्यहाँ मोटर बाटो पनि अलिक मुनिदेखि छ भन्दै हुनुहुन्थ्यो। तर हामी त्यो साँघुरो बाटोदेखि अगाडि गयौँ र हामी त्यहाँ लगभग पुग्ने तर्खरमा छौँ। त्यो अवस्था के रहेछ अनि के कति लाग्दो रहेछ खर्चहरू भन्ने हाम्रो योजना बनाऊ, के कति खर्च लाग्छ, के कस्तो छ र हामी त्यहाँ लगभग पुग्ने तर्खरमा छौँ। र एउटा त्यहाँ अब हामी पुगिसकेका छौँ यो मकैबारी, र त्यहाँ हामी निरीक्षण गर्दैछौँ कि त्यहाँ बिजुलीको खम्बा कति टाढा छ भन्दा खम्बा अलि धेरै माथि नै रहेछ, लगभग 100-120 मिटर जति कालो तार लाग्ने रहेछ। अलिक तल 2-3वटा घर पनि रहेछ, तर त्यहाँ खम्बा गाडिएको रहन्छ। त्यहाँ एउटा खम्बा जरुरत हो, तर त्यो खम्बा चाहिँ त्यहाँ देखिएन। अलि माथि गएर हेर्दाखेरि डोरामा खम्बा देखियो। त्यहाँबाट यो बिजुली अलिकति त्यहाँ केही स्थानीय ओडाले पनि त्यो अलि चासो नदिएको हो कि जस्तो पनि लाग्यो। तर सरसहयोग त भयो होला अब त्यो धेरै कुराहरूबाट। तर यो बिजुली मिटर पनि ल्याएको रहेछ, पछि हेर्दाखेरि हामीलाई थाहा भयो। तर मिटर लिएको पनि 3 वर्ष भइसकेको रहेछ, तर यो लाइन जोड्ने काम नभएको। र यसमा एउटा यस्तो खालको घर छ र यो घरमा बिजुली छैन। र यहाँ भाइ हुनुहुन्छ, उहाँ सुस्त मनस्थिति, मतलब दिमागको अलिकति कमजोरी छ र उहाँ केही पनि गर्नुहुन्न, यस्तै बस्ने, टोलाउने अनि खाने त्यति मात्रै गर्नुहुन्छ। अनि यहाँ एकजना भाइ हुनुहुन्छ, यस्तो दर्दनाक स्थितिमा हुनुहुन्छ, भुइँमा कमिलाहरू दौडिरहेछन्, सुतिरहनु भएको छ, हात खुट्टाहरूमा पुरै घाउहरू बनिरहेछन्। अनि उहाँ उठ्नु पनि हुन्न, दिसा पिसाबहरू पनि त्यही गर्नुहुन्छ। अनि उहाँले यो कति धेरै वर्ष भइसक्यो यसरी बस्नु भएको। त्यहाँ यतिसम्म छ कि त्यहाँ जान पनि, एकछिन बस्न पनि यति अप्ठ्यारो हुन्छ कि धेरै गन्धहरू आइरहेको छ। उहाँले पहिल्यै भन्नुभएको थियो, बुवाले हामी एउटा भिडियो खिच्दाखेरि नुहाइदिनलाई ल्याउँछु भन्दा मलाई लात्तीले हान्छ, यस्तो भन्ने कुरा गरिराख्नु भएको थियो। र दैव पनि कति निष्ठुरी हुन्छ, यस्तो एकैपटक सबैजनालाई, एउटा परिवारलाई नै रुवाउने गरी यो दर्दनाक एउटा यो पीडा दिएको छ। र यो पीडा देख्दा हामीहरूलाई पनि धेरै पीडा महसुस भएको छ। र जति हामीले सोचेर गएको थियौँ, जो बिजुली लाइन जोड्नको लागि भनेर गएको थियौँ, तर यहाँ जाँदा धेरै कुराहरू देखियो जुन हामीले सोच्दै नसोचेको। एउटा त्यस्तो खालको छ भन्ने त अलिअलि सुनेको थियो, तर यो खालको पीडा यो वृद्ध अवस्थामा त्यो उहाँको बुवालाई यतिसम्म उहाँमाथि अब सबै कुराहरूको भार के कति कस्तो किसिमले भन्ने कुरा, सबै कुरा। हामी यो बिजुली जोडनको क्रममा हामी हाम्रो कालिका नाच सम्बन्धीको संस्था र या हाम्रो यही समिति भनौँ, समितिमा कालिका नाचबाट केही थोरै रकमहरू
छौँ जो सहयोग गर्नुहुन्छ र हामी पनि सहयोग गर्नेछौँ। बिजुलीको लागि त हामी कालिका समाज संस्थाको तर्फ अरू केही कुराहरू हामी केही कुराकानीहरू गरेका छौँ। त्यो कुराकानीहरू पनि राम्रोसँग ध्यानसित सुनिदिनु होला र जो सहयोगहरू गर्न चाहनु सहयोगी मनहरूलाई सहयोगको लागि पनि हार्दिक अपिल गर्दछु। आज हामी बलकोट झिरबा छ नि, कति नम्बर वडा यो? 2 नम्बर 2 नम्बर वडामा यहाँ तल एकजना बुवाकोमा आएको थियौँ। उहाँको हरिप्रसाद भुषाल बुवाकोमा आएको थियो र उहाँको श्रीमती पनि मानसिक सन्तुलन त्यति राम्रो नभएको र एउटा छोरा पनि त्यस्तै मानसिक सन्तुलन राम्रो नभएको उहाँ उम्मिराख्नु भएको छ। अनि एकजना छोरा हुनुहुन्छ यहाँ बिरामी, अब अपाङ्ग हुनुहुन्छ छोरा, अपाङ्ग हुनुहुन्छ है, तीनजना अपाङ्ग छोरा हुनुहुन्छ। यहाँ घरमा बिजुली पनि रहन्छ र हामीलाई त्यति जानकारी थिएन यहाँको बारेमा, हामी आएका पनि थिएनौँ। तर नजिक त हाम्रो पनि घर यहीँ रिठारुक नै हो, रिठारुक हो, तर हामीलाई जानकारी थिएन। यहाँको जानकारी शालिग्राम ले हामीलाई जानकारी दिनुभयो कि त्यहाँ बिजुली छैन, बिजुलीको जोड्ने व्यवस्था मिलाइदिनु पर्यो भन्नुभयो। अनि त्यसपछि ल ठिकै छ नि त गएर हेरौँ भनेर हामी त्यसरी आएको थियौँ। हजुरको नाम हरिप्रसाद भुषाल। अनि यहाँ जेठा कि कान्छो छोरा? यहाँ यो जेठो छोरो। के हो उहाँको नाम? तामलाल भुषाल। यहाँ कान्छो छोरा नारायण भुषाल। अनि श्रीमतीको धनकला भुषाल। अत्यन्त नाजुक अवस्थामा हुनुहुन्छ। एकजना अलि सधैँ भनेको बुवा मात्रै हुनुहुन्छ मानसिक रूपमा ठिक भएको, तर उहाँ पनि दमको रोगी हुनुहुन्छ, औषधि खाइराख्नु भएको छ, एकदम नाजुक अवस्था छ। सरकारले भत्ता त दियो, तर भत्ताको पैसाबाट सामान लिएर खाने उपति पनि भएन हाम्रो भनेर यहाँ बुवाले गुनासो राखिराख्नु भएको छ। भत्ता त दिइरहेछ, तर त्यो सामान लिएर खाने उपति छैन। पाइयो छ नपाए मैले पाएको छैन भन्दिनँ। सरकार दिएर मैले खाएको छु, बाँचेको छु, नत्र मागेर ल्याएर खाएँ। हजुर जब मलाई चाउर खाए बोलायो ह्याङ ट्याङ यो नहुँदाखेरि कतिले 100 पैसा दिन्छ, 1000 त्यही हो। अहिले श्रीमती गाउँमा जानुहुन्छ, गाउँमा जानु घुमेर अनि साँझ आउनुहुन्छ सुत्नको लागि। त्यहाँ बिहान उठेर गइहाल्नुहुन्छ? जान्छ। खाना उर्न कहाँ खानुहुन्छ? खाना कहिले अन्तै खाने हो, कहिले घर आउने हो। साँझ आएर खानुहुन्छ, खानी बस्ने। अनि हजुरसँग कुराकानी केही गर्नुहुन्छ कि नै? छैन, केही छैन। आउने जाने बस्ने। अनि यहाँ पकाउने खाने यहाँ भाइले पकाउनुहुन्छ? पकाउनु हजुर उही मैले हो। तपाईँले नै पकाउने हो? मैले हो। अनि अरू हजुरको आर्थिक स्थिति अहिले कस्तो छ? केही मलाई यस्तो कमजोरी भयो, केही मलाई सहयोग पाएँ, म यसो गर्ने थिएँ, या छोरालाई कसैले कोही आश्रमहरूमा लैदिएर राख्दै पनि मलाई अलि राहत हुने थियो भन्ने तपाईँको के छ विचार त्यसमा? कोही यसको हेर्नुहोस् हजुर, अहिले हिजो गएर डाक्टरको दबाई लिएर आएर डाक्टर लिएर आएँ, बोलाएर यिनी मैले खुवाउन सकिनँ। खाँदैनन् खुवाउँदाखेरि पनि? यो कसले दिएको? यो डाक्टरले दिएको? को डाक्टर हो? माथि चापारुको शालिग्रामले शालिग्राम डाक्टर। यो अनि छोराको खास अपाङ्ग हिँड्ने डुल्न उठ्न सक्दैनन्? कति वर्षदेखि यस्तो भएको भयो? 4-5 वर्ष। 4-5 वर्ष भयो। त्यही सुत्ने बस्ने अनि बस्दैन, उठेर बस्दैन। खाना खानुहुन्छ कि नै? खाना 2 आउँदाखेरि खाने हो। खाना खानुहुन्छ थोरै थोरै आफै? खान्छ। मैले खुवाइदिएको छैन। अहिले हजुरलाई के छ भत्ताहरू? कति महिनामा? 3 महिनामा पाउनुहुन्छ? 3 महिना। हजुरलाई त्यो भत्ताहरूले तपाईँको आर्थिक के छ? खाना पुगिरहेछ? अलि पुगेन, अझै पुगेको छैन। अझै पनि कोही मलाई सहयोग गर्ने मान्छेहरू यदि सहयोगदाताहरू हुनुहुन्छ भने मलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने हजुरको आशय हो? केही सहयोगहरू आयो भने मैले अझ राम्रोसँग गर्ने थिएँ भन्ने तपाईँको। तपाईँलाई के छ, के रोग छ तपाईँलाई? मलाई दमको बिमारी हुनुहुन्छ। औषधि खानु भएको छ? औषधि नभई खाइराख्नु भएको छ। औषधि खानु भएको छ। कति वर्षको? 68 वर्षको हुनुभयो तपाईँ? म त
अब नाइका 15 सालले गएर हजुर। के भयो भने हेर्नुहोस् हजुर पौवा सिमीभन्दा चिनी भयो हजुर हजुर सिमला ऊ तिमीले पार्टी हो पहिला यो ऊ कागज बनाउँदा ऊ त्यहाँ त ऊ पछि बनाउँला पछि यो ऊ नाइका बनाउँला भनिहाली त्यहाँ आफ्नो पुलबुल हानी ऊ 40को भन्दाखेरि त्यहाँ त ऊ पछि बनाउँला है भनेर अहिले जान्दैछ भने उनी प्रधान मरिहाले हजुर। त्यहाँ कसले बनाउँछ तपाईँको जन्म कति हो कति सालमा जन्मिनु भयो ए म त हेर्नुहोस् मैले 33 सन जन्म मैले जम्मै बेचेर खाएँ त्योभन्दा 15 सालभन्दा अगाडि हो तपाईँको जन्म मान्नु पर्यो यसरी होइन हामीले सोच्दाखेरि उमेर बढाएर गराउनु भयो अहिले भत्ता लिनलाई समस्या भयो तपाईँले अहिलेसम्म यहाँ सहयोग को कोले गरिरहेछन् तपाईँलाई जम्मले गरे सबैले गर्नुभएको छ जम्मले गरे फलाउनु यस्तो छ भन्ने जम्मले थाहा छ हजुर हजुरलाई हुन्छ हामीले तपाईँका घर बुढी गयो कि माग्न जानुभयो होला तर म पनि यहाँ धेरै भएको छैन आएको विदेशतिरै बसेको थिएँ उहाँ भाइ कहाँ गएकै छु उहाँ पनि गएर माग्नुभयो माग्यो छु मैले खाएको छु ठिक छ हामी त खास यहाँ के कारणले आएको भन्दा यहाँ बिजुली यहाँ आएको बिजुली छैन यो घरमा भन्ने सूचना पाएर आएको किन भन्दा यो अहिलेसम्म पनि यहाँ बिजुली नहुनु भनेको विडम्बना हो हजुर बसिराख्नु भएको रहेछ अनि यो सोलरले काम गर्दैन रातिमा धेरै बेर मोटितेल अहिले देखाउनु होला बस्नुहोस् अहिले देखाउनु होला तपाईँलाई मैले एकछिन दबाई खुवाइदिन्छ यहाँनिर पछि मैले खुवाएर खुवाएन खुवाम्ला अहिले खुवाम्ला मोटितेल बाल्नुहुन्छ रातिमा बिजुलीले यो सोलरले काम नगरेर अलि मधुरो हुन्छ मधुरो बोल्छ रातिमा मधुरो बोल्छ काम गर्न छोडिसक्यो यसले यो कति 3-4 वर्ष अगाडि लिएको हो छोडिसक्यो त्यही भएर खासमा हामी बिजुली बाल्दिनँ भनेर आएको तर यस्तो अवस्था होला यस्तो बिमारीहरू मानसिक अवस्था ठिक नभएको भाइहरू हुनुहुन्छ भन्ने त थाहा थियो तर यस्तो बेडमै पर्ने खालको बिमारी हुनुहुन्छ भन्ने हामीलाई थाहा थिएन जानकारी भयो त्यसको लागि अब हजुरको उमेर पनि वृद्ध भइसक्नुभयो त्यसैमाथि फेरि छोराहरूको भार छ तपाईँमाथि फेरि मैले भनेको छु हजुर सरकारले भर्खर दिएर खाए पनि हे भगवान् मेरा अगाडि यो के देखाउन नपरोस् भन्छु हिजो गएर डाक्टर लिएर आएर दबाई गरेँ हजुर दबाई खाइदिएन नखाइदिएपछि मैले के गर्नु दबाई खाइदिएन उसले डाक्टरले खुवाउँदाखेरि खान्छ मैले खुवाउँदाखेरि खाएन त्यहाँदेखिमा यसो गरेर लुगा कालेर नुहाइदिन्थेँ यो दम्दै हुन्न बाँच्ची लाठी हान्छ यहाँ ए हजुरले हान्छन् त्यही भएर मैले जे हुन्छ जे भएर जान्छ भनेर बसेको छु हेर्नुहोस् एक ठाउँ छाती हालेर मारे मै गएँ दिशा पिसाब गर्न चाहिँ जानुहुन्छ कि त्यही पोइन्टमा हो त्यही गर्ने हो त्यो पनि निकालेर फालिदिनु पर्यो पो हैन्छ भने सोध्नुहोस् यो गाउँलाई जम्मीलाई सोध्नुहोस् पोइन्टमा पिसाब बुझ्नुभयो ल अब हामी अब हजुरलाई लास्टमा के आशा के छ सबैले यस्तो गरिदिए हुन्थ्यो या केही मैले यस्तो पाए पनि मलाई राम्रो हुन्थ्यो हजुरले केही सहयोग यस्तो गरिदिनु भयो भने म अझै केही मलाई राहत हुने थियो भन्ने के छ हजुरको विचार मनमा के छ हजुरको तपाईँको बिजुली त हामीले लगाइदिने भयौँ बिजुली आयो तपाईँको लगभग अब 10-12 दिनभित्रमा बिजुली बालिदिन्छौँ हामीले त्यो बिजुली बाल्ने भनेको हाम्रो एउटा कालिका नाच्ने समाज छ हजुर भाइ छ तपाईँहरूको पैसा नलाउनु होला केलाई के त्यसो हाम्रो होइन उहाँ भाइले भन्नुभयो भने कालिका यस्तो समाजको पैसा त नगराउनु होला जे आए पनि भरिसक सरकार त्यो तपोर जस्तालाई गर्ने भनेर गएको बनाए जस्तालाई गर्ने भनेर राखेको पैसा हो हाम्रो कालिका समाज भन्ने एउटा कालिका नाचको समिति छ केला संस्था म पनि जान पर्छ सार्वजनिक पैसा हो सबैले उठाएको तपाईँ जस्ता गरिब दुखीहरूलाई सहयोग गर्ने भनेर राखेको पैसा हो त्यहीबाट सहयोग गर्ने हो त्यही पैसाबाट बिजुली ल्याइदिने हो हामीले है हाम्रो व्यक्तिगत भन्दा पनि त्यो हाम्रो संस्थाको पैसा हो तपाईँ जस्तो दुखी पीडितहरूलाई सहयोग गर्ने भनेर राखेको पैसा हो
त्यही युज गर्ने हो। हुन्छ त्यो त आउने भयो तपाईँलाई। अरू केही सहयोगहरू केही थियो कि मलाई यस्तो गरे पर हुन्थ्यो कि भन्ने? त्यति दबाई खान अलिक दुःख भयो कि पैसा दबाई किन्नलाई दबाई किन्नलाई पैसा अलिक कम भयो। कसैले आर्थिक सहयोग गरिदिए पर मैले दबाई किन्नलाई नि सहज हुन्थ्यो भन्ने चाहनुहुन्छ? कतिको खानुहुन्छ महिना? दैवले यस्तो गरा बोला रिजा हुने आइया एक जग्गाहरू दिन्छन् हामीले भन्छन् सधैँ गइराखेको थिएँ। अब यी यहाँ उसलाई खरला चिन्नुभएको छ? हजुर हजुर। अहिले पोल है पला मरेका तिनले बिचरा 1000 रुपियाँ दिए बुढाले। हजुर। लौलिस खाने होला घरमा होला मलाई भनेर 1000 रुपियाँ दिए। बर्खीमा बोलाए। फेरि आउन बोलाए। सबै कुराकानीहरू गऱ्यौँ हामीले। र कोही देश विदेश या कोहीबाट पनि यहाँ सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई यति सहयोग गर्न पाए हुन्थ्यो भन्नुहुन्छ भने हाम्रो अब खातामा या जेमा भए पनि पैसा हजुरले पठाउन यदि चाहनुहुन्छ हाम्रो माध्यमबाट भने हामी ल्याएर यही भिडियो मार्फत नै यहाँलाई यो नामको मानिसले यो नामको सहयोगदाताले यहाँको लागि भनेर पठाएको भनेर हामीले भिडियो नै गरेर हामीले हजुरको पैसा यहाँको हातमा हस्तान्तरण गर्दछौँ। र हजुरहरूले जसले सहयोग गर्न चाहनुहुन्छ यहाँ उहाँहरूले सहयोग गरिदिनु होला। उहाँलाई केही राहत हुन्छ। औषधि किन्नको लागि अलिकति पैसा कमी भयो भन्ने कुरा गर्नुभएको छ उहाँले। पैसाको अलिकति समस्या भयो। अब यो भत्ताहरूले पनि अलिक कम पर्यो भन्ने कुरा गर्नुभएको छ। किन भन्दा यहाँ उहाँमाथि 3 जना आश्रितहरू हुनुहुन्छ। उहाँले सबै आफू पनि दमको बिरामी हुनुहुन्छ। त्यसो हुनाले हजुरहरूले केही सहयोग गर्न चाहनुहुन्छ भने हामी यही नै आएर यसरी नै भिडियो गरेर हामीले उहाँको हातमा पैसा हस्तान्तरण गरिदिन्छ। हस्त धन्यवाद। हुन्छ बुवा है। अब त्यहाँबाट बुट लागेका जुत्ताले पछि छ त्यहाँ यसो दिमाग त्यसरी गर्छ बोतली। ए पहिला राम्रो थियो? पहिला त पैसा कमाउने ह्याम त्याम थियो। हेर्नुहोस् कति वर्षको भयो भाइ? मान्छे बिर्सिए। मैले जम्मै खाएको मैले बिर्सन लाएँ के हेर्ने। ए होटलमा काम गर्दा बुटले पिटेको भएर उहाँको मानसिक अवस्था ठिक नभएको? 6-7 साल होला कि? त्यो बुढी छैन। त्यो बुढी मेरा छोरालाई पिटे सलाहले यहाँबाट भन्छ। ए हजुर हजुर। बुढी पनि मैले भन्छु मैले सलाह दिएपछि यहाँबाट काट्यो फेरि। हजुर। त्यहाँबाट यहाँ गाउँ काटेर बुढी बात सकेन किरा पऱ्यो उही बटोलिया। त्यहाँबाट त्यो मरो। यसको साथसाथै धेरै कुराहरू थाहा पाइसक्नु भयो। र मैले भनेअनुसार कोही कसैले सहयोग गर्न चाहनु भएमा मैले एउटा क्युआर उपलब्ध गराउनेछु। त्यो क्युआरमा यदि हजुरहरूले सहयोग गर्नुभयो भने म त्यो के सहयोग गर्नुपर्ने हो, रासन दिनुपर्ने हो कि के सहयोग गर्नुपर्ने हो कि क्यास दिनुपर्ने हो, त्यो सबै कुराहरू मैले लगेर भिडियो नै देखाएर हजुरको नाम ठेगाना सबै भनेर उहाँले सहयोग गर्नुभएको भनेर मैले गर्नेछु। देश तथा विदेशमा बस्नुभएको सबैजनाले चिन्नुहुने सबैजनाले उहाँहरूलाई सहयोगको लागि अपिल गर्दछु। म 10 औँला जोडेर बिन्ती गर्दछु। यो सहयोग एउटा दुखी या दिन दुखीहरूलाई गर्ने चिज हो। त्यो हुनाले हजुरहरूको साथ सपोर्टको लागि म एकदम अपेक्षित छु र हामीले पनि सक्दो सहयोगहरू गर्नेछौँ। र त्यो साथसाथै हजुर 3 वर्ष भए भन्नुहोस् त पैसा त तिर्नु पर्यो। यही अन्त्य गर्नु पर्यो फेरि त्यो त मन त सक्दिनँ यो भन्नु। मिटर ल्याउनुस् त माथि गएर। यो आएको चाहिँ मिटरको ऊ फेरि त्यहाँ त बनाएर मिटरको थियो। कति साल हो भाइ जन्म? 20